नमस्कार दर्शकवृन्द, यहाँहरूलाई सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ है। आज चाहिँ यहाँहरूले देखिराख्नु भएको छ, म चाहिँ यसो बाहिरतिर घुम्न निक्लेको छु। आज धेरै समयपछि यहाँहरू समक्ष उपस्थित भएको छु। म चाहिँ ठ्याक्कै बेङ्गलोर भन्ने ठाउँतिर छु अहिले। देख्न सक्नुहुन्छ, यसो मार्केट घुम्न आएको हो। यहाँ परतिर मार्केट देख्न सक्नुहुन्छ है। अब यहाँहरूले भिडियोहरू अलिकति हावा पनि चलिरहेछ। अब नेचुरल मान्छे, अलिकति नेचुरल कुराहरू मनपर्छ, त्यसैले म चाहिँ यसो नेचुरल भएको यसो प्राकृतिकको नजिक आउने गर्छु। अनि रुखको फेदतिर आएको छु आज पनि। यसो देख्न सक्नुहुन्छ है। यस्तो छ, जिन्दगी हो, यात्रा गरिरहनुपर्छ हैन। कहीँ सफल भइन्छ, कहीँ असफल भइन्छ, त्यही हो जीवनको विशेष पाठ भनेको। यहाँहरूले देख्न सक्नुहुन्छ, जीवनमा यही हो, यात्रा गर्नुपर्छ साथी हो है। कसैले पनि कुनै ठाउँमा पनि हार नमानिकन हारलाई स्वीकार गर्दै जितको परिणाम निकाल्नु होला है। यो छ, यहाँहरूले पनि आफ्नो सल्लाह सुझाव प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। तपाईँहरूको आफ्नै साथी, आफ्नै मित्र सम्झेर है। यहाँहरूले के कस्ता खालको भिडियोहरू चाहनुहुन्छ, के कस्तो विषयमा, यहाँहरूले मलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ है। धेरै समयपछि आएको छु। यहाँहरूलाई मैले विभिन्न प्रेरणादायक सन्देशमूलक भिडियोहरू त दिइरहन्थेँ र आफूले सकेको, आफूले जानेका कुराहरू यहाँहरू समक्ष मैले राखिरहन्थेँ। र फेरि पनि यहाँहरूले चाहनुहुन्छ भने त्यस्तै भिडियोहरू यहाँहरू समक्ष मैले राख्ने कोसिस गर्नेछु। यहाँहरूले कमेन्ट चाहिँ गर्नुहोला है। अहिलेलाई भने म बिदा हुन्छु। हस्त, धन्यवाद।